झरना पतल झरना हेर्न गइरहेका छौँ हामी दर्शनमान। बाटो यस्तो बनाएको छ पाहाडमा जानलाई। दर्शन पर्यटकहरू आउन सक्नुहुन्छ। तपाईँले यस गन्तव्यलाई हेर्नुभयो भने तपाईँ रमणीय र रमाइलो लाग्ने पल हुनेछ। तपाईँलाई अवश्य आउनलाई एकचोटि हेर्नुहोस्। यस्तो भिडमा बनाएको छ। तपाईँले यसबाट क्यामेरा सुटिङ पनि गर्न सक्नुहुन्छ। हाम्रो गाउँ पतल झरना एकचोटि घुम्ने अवश्य आउनु होला भन्ने हेर्न सक्नुहुन्छ दर्शक मामहरू। यति बेला यस्तो ठाउँमा गएको छ झरना। हाम्रो झरनालाई हेरेर तपाईँले कस्तो प्रतिक्रिया दिनुहुन्छ अवश्य कमेन्ट लाइक सेयर गर्न नभुल्नु भन्दै हेर्न सक्नुहुन्छ दर्शक मामहरू। प्रत्यक्ष रूपमा म तपाईँलाई देखाउन कोसिस गर्नेछु र तपाईँलाई सक्दो सेयर गरेर यो भिडियोलाई धेरै व्यक्तिमाझ भेटाउन आग्रह गर्न चाहन्छु। हेर्न सक्नुहुन्छ तपाईँले झरना, हाम्रो एसियाकै अग्लो झरना पतल झरना देखाउन गइरहेका छौँ हामी। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँ अँध्यारोको कारणले देखिरहेको छैन। हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ दर्शक मामहरू। यति बेला प्रत्यक्ष रूपमा तपाईँलाई झरना देखाइरहेको छु। हेर्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा हामीले झरनालाई हेरेर साथ दिने सपोर्ट गर्न तपाईँले नभुल्नु होला भन्दै म यहाँबाट गइरहेको छु। यो बाटो हेर्न सक्नुहुन्छ तपाईँले कति रमाइलो लाग्दो बाटो छ। तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ वन जङ्गल पनि रहेको छ। यस वन जङ्गलमा हेरेर तपाईँले रमाइलो लिइरहन सक्नुहुन्छ दर्शक मामहरू। तपाईँले यो झरनालाई यसरी अवश्य हेर्न आउनु होला र घुमेर पनि मनोरञ्जन लिनु। तपाईँको लागि पिकनिकको लागि पनि व्यवस्था रहेको छ। हाम्रो झरनामा आउनेहरूलाई पाहुनाहरूलाई यहाँका काठमाडौँवासी अथवा हाम्रो कालीकोटेवासीहरू एकदम दयालु मन गएर एकदम पाहुना भनेपछि धेरै उत्साहित हुने रहेका छन्। र हेर्न सक्नुहुन्छ झरना हेर्न सक्नुहुन्छ तपाईँले कस्तो रमाइलो लाग्दो झरना रहेको छ। तपाईँले एकचोटि अवश्य आउनु होला भन्न चाहन्छु म तपाईँलाई। यो भिडियोलाई लाइक र सेयर गरेर सबै नेपाली माझ पुगाएर हाम्रो देशको शानलाई हाम्रो देशको शान बढाउने प्रोत्साहन गर्न हेर्नेछु। हेर्न सक्नुहुन्छ यो बाटो बनिरहेको छ। हेर्नुहोस् हामीले यसमा जग्गा जग्गामा रेस्टिङ प्लेस पनि बनाउन गइरहेका छन्। हेर्न सक्नुहुन्छ दर्शक मामहरू। झरना प्रत्यक्ष रूपमा तपाईँले हेरिरहनु भएको छ। यो झरनालाई देखेर तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु। हेर्नुहोस् सानो सानो घरहरू पनि रहेका छन्। त्यो घरहरूलाई हेर्नुहोस् यो रेस्टिङ प्लेस बनाउन लागेका छन्। यसमा मानिसहरूको गन्तव्य आउँदा थाक लागेमा अवसरमा बस्ने अवसर पनि प्रदान गर्नेछन्। हेर्नुहोस् झरना हेर्नुहोस्। तपाईँलाई प्रत्यक्ष रूपमा झरनाको बारेमा देखाउने छु। पतल झरना नेपालको अग्लो र एसियाकै अग्लो झरना 381 मिटर रहेको छ। यसको चाहिँ नेपालको भन्दाले पनि हामीले अहिलेसम्म नेपालको एसियाको त भन्न सकिँदैन। अहिलेसम्म अनुमान त अरू ठाउँ पनि हुन्ला, तर नेपालकै अग्लो झरना भने यातुम थियो। यातुमलाई पनि यसले यातुमको 362 कति छ, यसको भनेपछि 381 मिटर रहेको छ। यस झरनालाई हेरेर तपाईँलाई कस्तो अनुभव लाग्छ तपाईँले आफ्नो प्रतिक्रिया दिनु नभुल्नु होला। म अझै त्यहाँ गइरहेको छु। यो बाटो हेर्न सक्नुहुन्छ। कुनै बाटोमा हिलो पानीका कारणले हेर्नु पानी मूल रहेको छ। हेर्नुहोस् यो मूलको पानी आइरहेको छ दर्शक मामहरू। यति बेला मूलबाट आइरहेको पानी जङ्गलबाट आएको हेर्नुहोस् तपाईँले हेर्न सक्नुहुन्छ। यो जङ्गलबाट आइरहेको पानी छ। यस पानीलाई के भन्न चाहनुहुन्छ प्रतिक्रिया दिनु नभुल्नु होला। यो झरना नेपालकै अग्लो एसियाकै अग्लो झरना भनेर मानिएको छ। यो झरनालाई तपाईँले साथ सपोर्ट र माया गरिदिनु हुने आशा गर्दछु। यो झरनालाई धेरै साथ र सपोर्ट चाहिएको छ। यो झरना हेर्नुहोस् एकदम क्लियर तपाईँले देखिरहनु भएको छैन। अहिले प्रत्यक्ष रूपमा तपाईँलाई झरना नजिकै पुगेपछि तपाईँलाई प्रत्यक्ष रूपमा देखाउन पनि गरिरहेको छु। कस्तो लाग्छ त्यो झरनाको बारेमा देखेर। नेपालकै अग्लो झरना एसियाकै अग्लो झरना तपाईँलाई कस्तो लाग्छ अवश्य एकचोटि घुम्न आउनु होला भन्न चाहन्छु। यहाँको बाटो एकदम सुगम रहेको छ। हाम्रो गाउँको हिसाबले त यो गाउँ एकदम सुगम बाटो। यसमा बाइक पनि चढ्न सक्छ। बाइक लिएर आउन सक्नुहुन्छ। सबैभन्दा प्राय सजिलो यात्रा भनेकै बाइकको छ। हामीले यसमा अरू केही चलाउनु मिल्दैन।
गाडी सानो कार त अड्न सक्दैन यसमा सम्म यति सानो बाटो रहेको छ हेर्नुहोस् बाटो बनाउने प्रयास त गरिरहेका छन् जनप्रतिनिधिले हाम्रो दुर्गम क्षेत्र भएकाले यसमा बाटो बन्ने त क्रम बढिरहेको छ तर हिँड्ने बाटो सामान्यतया बनिसकेको छ तपाईँ पक्कै आउन सक्नुहुन्छ मलाई मेरो तर्फबाट निम्तो छ हजुर आइदिनु होला र एकचोटि घुमिदिनु होला भन्न चाहन्छु झरना नजिकै पुगिसकेको छु म अब नजिकै पुग्ने क्रममा म तपाईँलाई भिडियो राम्ररी क्लियरसँग देखाउनेछु 381 मिटर रहेको झरनालाई तपाईँले के प्रतिक्रिया दिनु सक्नुहुन्छ भन्न चाहन्छु नेपालको अग्लो पाचाल झरना यो झरनालाई पाचाल झरना भनिएको छ हामीले पाचाल झरना भनिएको छ यो झरनालाई कस्तो कमेन्ट लाइक सेयर सब्सक्राइब गर्नु होला यो भिडियोलाई सक्दो नेपालीमा आज पुगाएर लोकप्रिय बनाउनु न हार्दिक अनुरोध गर्दछु मेरो मनदेखि भन्न चाहन्छु हजुरहरूलाई यो बाटो हेर्न सक्नुहुन्छ यो बाटो झरनाको बारेमा अग्लो झरना एसियाको अग्लो झरना पचाल झरना हेर्न सक्नुहुन्छ यो झरनाको अलिकति अगाडि हामी त्यहाँबाट आएका थियौँ अहिले हामी नजिक क्रममा पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ दर्शक मामबाबु यो झरना यति राम्रो रहेको छ तर एकदम भिडबाट हिँड्न सक्नुहुन्छ तर हामीलाई यो पर्यटन गर्न त स्थल भएका कारणले यो यसको लागि बाटोको लागि प्रथम प्राथमिकता दिएर बाटो बनाउन लगाइएको रहेछ बाटो पनि बनिसकेको छ हेर्न सक्नुहुन्छ बाटो एकदम नजिकै सहज र सहजताको पूर्ण रहेको छ यो बाटोलाई एकदम सजिलो हाम्रो कालीकोट वासीको लागि त यो बाटो त एकदम सजिलो के यो तराईको जस्तो बाटो बनाइएको छ तर हाम्रोतिरको बाटो हेर्नुहुन्छ भने तपाईँ डरले मर्न सक्नुहुन्छ तर यो बाटोलाई सहजता रूपमा सरल र सुलभ बनाइएको छ बाटो तर अलिकति के छ भने चाहिँ कहिले कसो माथिबाट ढुङ्गाहरू आउने डर त रहन्छ तर त्यति पनि डर छैन यहाँतिर प्रायः गाई भैँसीहरू पनि चराउने गरिरहेका छन् हेर्न सक्नुहुन्छ यहाँ गोबर रहेको छ हामी झरना नजिकै पुगिसकेका छौँ 10 मिनटमा बाबु तपाईँलाई म प्रत्यक्ष रूपमा झरनाको एउटा भिडियो बनाएर पनि हालेछु म आफै सहित उभिएको र तपाईँले त्यो झरना मात्र उभिएको पनि चाहनुहुन्छ भने त्यो पनि भिडियो बनाउनेछु सक्दो सेयर गर्नुहोला र मलाई साथ सपोर्ट दिनुहोला यस्तै भिडियो बनाउने आशा जागोस् र म नजिकै पुगिसकेको छु अब धेरै टाइम लाग्दैन बढीमा बढी 10-15 मिनट लाग्ने छ तर यो बाटो आउँदाखेरि गन्तव्य तपाईँले हामी तराईवासीलाई भन्न चाहन्छु हामीले एक्सर्साइज गर्ने ठाउँमा बिहानै आएर हामीले यो झरनालाई धेरै लाग्दैन बढीमा बढी 30 मिनटभन्दा बढी लाग्दैन 30 मिनट पनि लाग्दैन होला सकेसम्म म तपाईँलाई टाइम बताउने गरेछु समथिङ्स हामी म 7 बजेर 30 मिनटमा आइसकेको थिएँ लगभग 30 मिनट जति भइसकेको छ अब लाग्नु लाग्यो 1 घन्टा त लाग्दैन त्यो 45 मिनटसम्म लाग्न सक्छ समथिङ्स 1 घन्टा अलिक कम 15 मिनट जति 1 घन्टा त लाग्दैन 45 मिनट लाग्छ यो झर्ना जानुलाई हाम्रो गाउँबाट हेर्नुहोस् यो पनि सानो पानी खोली बगिरहेको छ हेर्न सक्नुहुन्छ पानी खोली बगिरहेको हेर्न सक्नुहुन्छ यो पानी बगिरहेको छ हेर्न सक्नुहुन्छ डस्टबिनमा प्रत्यक्ष रूपमा तपाईँले देखिरहनु भएको छ यो पानी बगिरहेको छ हेर्न सक्नुहुन्छ यो पानीलाई तपाईँलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला हेर्न सक्नुहुन्छ यो पानी बगिरहेको छ यो खोलीलाई कस्तो लाग्छ तपाईँलाई यो खोलीलाई कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै अब हामी झरनाको क्रममा हामीले यो हेरिसकेपछि झरनाको क्रम बाटोमा छौँ